वेलकम टु माई मिनी भ्लग। यो चाहिँ सन्डे मर्निङ हामी चाहिँ निस्क्यौँ घरबाट। ला मेरो ज्याकेट त्यो ताने, मैले चाहिँ किन तानेको भन्दैछु। धन्न मेरो पाल चाहिँ परेन। दिदीहरू पैसा हाल्दै हुनुहुन्छ कार्डमा। हामी जोलु सपिङ मलमा आइपुग्यौँ। क्रिसमसको डेकोरेसन देखेको थियो टिकटकमा, अनि यस्तो फोटो खिच्ने घुम्ने भनेर आयौँ। दिदी फोनमा कति बोल्नु भएको भन्दैछु म। अनि यहाँ क्रिसमस ट्री देखेको भएर हामी पनि फोटो खिचौँ न भनेर अनि पालो कुरेर फोटो खिच्यौँ। अनि मैले चाहिँ देखेको थिएँ कि माथि टेरेसमा चाहिँ राम्रो छ डेकोरेसन भनेर नि हामी आयौँ। अनि मैले चाहिँ भनिरहेको छु कि अलि अँध्यारो भएको भए चाहिँ राम्रो फोटो आउँथ्यो होला, अहिले त उज्यालै छ भनेर। अनि हामी त्यहाँ बसेर फोटोहरू खिच्यौँ पालो गरेर। अनि मैले र दिदीले चाहिँ यसो पोज दिएको जस्तो गरेर हामीले फोटो खिचिरहेको छौँ। अनि एक्कासी साइडबाट चाहिँ के भन्छ यस्तोलाई, मलाई चाहिँ ठ्याक्कै नाम थाहा भएन, जस क्रिसमस सेलिब्रेसनको डान्सहरू जस्तो गरेर कस्टम लगाएर आएको थियो। अनि एकछिन हामीले त्यो रमाइलो हेऱ्यौँ, मजाले नाच्दै। कति गाह्रो भएको होला हिँड्ने मान्छेलाई भन्दैछौँ हामी चाहिँ। अनि त्यहाँबाट अगाडितिर बढ्दै गएपछि ठुलो क्रिसमस ट्री पनि देख्यौँ। अनि मैले भन्दैछु दिदीले, दिदी मेरो भिडियो खिचिदिनु ल, म यसो हिँडेको जस्तो गर्छु, टिकटक बनाउँछु भनेर। अनि सुन्दा दिदीले भिडियो खिच्दै हुनुहुन्छ। त्यहाँ चाहिँ धेरै स्टलहरू थियो गिफ्टहरूको अनि खानेकुराहरूको। कस्तो राम्रो थियो कि यो राति भइदिएपछि कस्तो राम्रो हुन्थ्यो होला है, फोटोहरू कस्तो राम्रो आउँथ्यो होला है भनिरहेको थियो। अनि मैले चाहिँ आकाशमा हेर्नु न, यो के उडिरहेछ सेतो सेतो, खिच्नु त दिदी भन्दैछु। दिदी सबैजनाले यसमा बसेर पालोले फोटो खिचिरहेको थियो नि, हामी पनि बसेर पालो गरेर यहाँ पनि फोटो खिच्यौँ, किनकि सबै ठाउँमा खिचौँ न भन्ने रहर लाग्यो। अनि हामीलाई भोक लाग्यो, अनि हामी भित्र क्यारिफोरमा गएर खानेकुराहरू लियौँ। अनि खानेकुराहरू के खाने त भनेर मैले चाहिँ बोरेक लिएँ, अनि कोक बोरेक। अनि हामी बाहिर निस्किएर खाँदैछौँ, भोक लागेको थियो, के खाएर छुटौँ न त भनेर अनि खायौँ। अनि खाएर अब हामी जानुपर्छ है भन्दै थियो। अनि हामी यस्तो भयो कि त्यो दिन हामी मिस्टेक एलिभेटरमा चढेछौँ। कस्तो भन्दाखेरि त्यो चाहिँ एकदम कर्नरमा थियो। अब त्यही त हो नि, एक स्टेप हो, एउटा फ्लोर हो, जाम भनेको। लास्टमा हामी चाहिँ कस्तो रहेछ भन्दाखेरि 2टा फ्लोर तल र माथि मात्र जाने, बेसमेन्ट र अनि त्यो डोर मात्र जाने, त्यो डोरबाट निस्किनै नमिल्ने। अनि एउटा स्टाफ आएर उसको कार्ड युज स्वाइप गरेपछि चाहिँ अनि बल्ल बाहिर एक्जिट हुने मिल्दो रहेछ। धन्न हामी त्यहाँबाट एक्जिट भयौँ। हामी लगभग 20-25 मिनट त्यहीँ अल्मल्यौँ। बाहिर निस्किँदाखेरि अँध्यारो भइसकेको थियो। कमला दिदी हतार हतार जानुभयो। दिदीले हामीलाई बाटो भन्दै हुनुहुन्छ, यहाँबाट जाऊ है, तिमीहरूको गाडी ट्रेन यहाँबाट पाइन्छ, म त